महाभारतकालीन अवस्थाको पर्यटकीय तीर्थस्थल विराट पोखरीबाट हाम्रो यात्रा सुरु हुन्छ। यो पोखरीको किम्वदन्ती महाभारतकालीन अवस्थाको कथासँग जोडिन्छ। राजा विराटले आफ्ना गाईलाई पानी खुवाउनको लागि यो पोखरी खनाएको हो भन्ने किम्वदन्ती जनमानसमा प्रचलित छ। यो पोखरी अहिले धार्मिक र पर्यटकीय दुवै तवरले हाम्रो नेपालभरि नै चर्चित छ। यो जङ्गलको बिचबाट हामी यात्रा गरिरहेका छौँ। यहाँ हात्ती लाग्छ भन्ने कुरा जान्न जान्दै पनि हामी लक्ष्मीथान भन्ने एउटा धार्मिक तीर्थस्थल झापाको पुरानो ऐतिहासिक धार्मिक तीर्थस्थललाई खोज्ने क्रममा झापाको चारकोसे जङ्गलको बिचमा हामी गइरहेका छौँ। यहाँ हामी बाटो भुलेर लक्ष्मीथान मन्दिरलाई पत्ता लगाउन सकिरहेका छैनौँ। अहिले हामी चारकोसे जङ्गलको मध्यभागमा लक्ष्मीस्थानको खोजमा अगाडि बढेका हामी जङ्गलको बीचबाट हुँदै जङ्गलको बिचमा पुग्दा यस्तो स्थानमा आइपुग्यौँ जहाँ वरिपरि सबैतिर जङ्गलै जङ्गल छ। बिचको केही समथर भूभाग यो अनकन्टार जङ्गलको बिचमा आइपुगेर हामी बाटो भुलिएका छौँ। यो कुन ठाउँ हो हामीलाई थाहा छैन। वरिपरि जङ्गलै जङ्गल छ। यहाँ अलिकति खेतीयोग्य जमिन जस्तो देखिन्छ। यो ठाउँमा हामी छौँ। खेतीयोग्य भन्दा नि दलदल हो यो। दलदल जस्तो देखिन्छ। यो के हो ठाउँ? र यो पुरै चारकोसे जङ्गलको बिचको एरिया हो। जङ्गलको बीचमा हराएका हामीले अन्त्यमा बाटो पहिचान गर्यौँ। लक्ष्मीस्थान जाने बाटो यो जङ्गलको बीच मध्य भागैबाट जाँदो रहेछ र हामीले त्यो पर देखिएको लक्ष्मीस्थान भन्ने ठाउँ हो भन्ने कुरा हामीले पत्तो लगाई हामीले लक्ष्मीस्थान पहिचान गर्यौँ। त्यहाँ पुग्दाखेरि हामीले त्यहाँ पहिला रहेको मन्दिर पनि त्यहाँ थिएन। हात्तीले भत्काइसकेको अवस्था रहेछ र त्यहाँ रहेका पुजारीहरूलाई पनि हात्ती आतङ्कको कारणले गर्दा अन्त्यत्र सरेको हामीले जानकारी पायौँ। यही ठाउँलाई लक्ष्मीस्थान भनिँदो रहेछ। यो चारकोसे जङ्गलको मध्य भागमा रहेको छ। अहिले यहाँ हात्ती आतङ्कका कारण पुजारीहरू कोही पनि बस्दैन रहेछन्। यहाँ रहेको एउटा सानो मन्दिर पनि हात्तीले भत्काइदिएछ र हामी यस ठाउँमा आएर यहाँको बारेमा जानकारी लिइरहेका छौँ। यो अत्यन्तै सायद यो माघे पूर्णिमा भन्छ या फागुन कुन पूर्णिमा भन्छ, त्यो पूर्णिमाको दिन यहाँ भव्य मेला लाग्छ र यो मेला लाग्ने क्रममा मेला हेर्नको लागि र दर्शन गर्नको लागि म पनि यहाँभन्दा अगाडि 2 खेप यस ठाउँमा आइपुगेको हुँ र म यहाँभन्दा अगाडि ठ्याक्कै यो जङ्गलको माथिल्लो क्षेत्र भन्नाले हल्दीबारी गाउँपालिकाको वडा नम्बर अहिले हाल वडा नम्बर 1 गोलदापमा मेरो घर हो। अहिले म हाल चाहिँ बिरताङाड बस्छु। भित्र भएका ऐतिहासिक स्थलहरूदेखि लिएर आध्यात्मिक क्षेत्रहरूदेखि लिएर पर्यटकीय स्थलहरूको खोजी गर्ने क्रममा आज हामी ढकाल बन्धु सङ्गठन मार्फत हाम्रो बिरतामोड नगर कमिटीको अध्यक्ष रूपनारायण ढकाल र समितिका सचिव तुलसी ढकालको साथमा म यहाँ आएको छु र मेरो बुझाइ अनुसार यो परापूर्व कालमा यहाँभन्दा पश्चिम क्षेत्रको जो चाहिँ अहिले तत्कालीन अवस्थाको राजगढ गाउँ पञ्चायत भागुडुबाको ठ्याक्कै पूर्वी क्षेत्रमा पर्छ। भागुडुबा बजारबाट करिबन 3 देखि 3.5 किलोमिटर लगभग 4 किलोमिटर भित्र जङ्गलमा पर्छ यो। यहाँ पहिले चाहिँ क्यारे राजवंशी समुदायका धनाढ्य जिमिनदारहरू बस्नुहुन्थ्यो। उहाँहरूलाई देउनिया भन्ने चलन थियो। उहाँहरूले गाई पालन गर्नुहुन्थ्यो। पशुपालनको रूपमा गाई पालन भैँसी पालन गर्नुहुन्थ्यो र त्यो गाई पालेको अवस्थामा त्यहाँ मध्येका मलाई नाम थाहा भएन, तर जे होस् त्यसै क्षेत्रका एकजना जिमिनदारहरूको गाई राति नआएको हुँदाखेरि उहाँका गोठालाहरूले चाहिँ के अरे गाई खोज्न गोठालाहरूलाई चाहिँ उहाँले पठाउनु भएको अवस्थामा खोज्दै आउँदाखेरि यस क्षेत्रमा आइपुग्दाखेरि पनि उहाँहरूले चाहिँ गाई भेट्नु भएन र एउटा रुखको फेदमा
चाहिँ के अरे 2-3 जना गोठालाहरू बास बस्नु भएछ र त्यो बास बसेको अवस्थामा राति 12-1 बजीतिर राति ती जिमिनदारका हराएका गाई मध्येको एउटा गाईले आएर यहाँ दुध चढाउँदो रहेछ। त्यो उनीहरूले प्रत्यक्ष देखे र मैले सुने अनुसार यथार्थ त्यो बेलामा चाहिँ के अरे एउटा कामधेनु गाई, कामधेनु जो हाम्रो धार्मिक संस्कार अनुसार कामधेनु गाई भनेको चाहिँ विशेष गरेर स्वर्गबाट आउने अरे भन्ने कुरो पनि हामीले सुन्नमा आएको हो। त्यो कामधेनु गाईले पनि आएर यहाँ चाहिँ दुध चढाएको अरे र त्यहाँ भएका जिमिनदार राजवंशी समुदायका जिमिनदारको गाईले पनि राति आएर चाहिँ यहाँ दुध चढाएको गोठालाहरूले देखेपछि अनि उनीहरू आश्चर्यमा परेर उज्यालो भए पछाडि घर फर्केर आफ्ना मालिकलाई गएर सबै कुरो सुनाइसके पछाडि आएर यो त एउटा असाध्यै राम्रो क्षेत्र छ, लक्ष्मीको बास भएको क्षेत्र भएको रहेछ भनेर उहाँ राजवंशी समुदाय लगायत अरू पनि समुदायहरूले त्यो बेलादेखि यहाँ आएर चाहिँ एउटा मन्दिरको स्थापना गरेर यो अहिले जुन यहाँनिर एउटा इनार देखिराखेको छ पानी, यो पानी त्यहाँनिर अटोमेटिक जरुवा पानीको रूपमा पानी आइराख्ने र त्यो पानी चाहिँ ओभरफ्लो भएर यहाँबाट निकास गराएर उतातिर चाहिँ यो ड्रेनको मार्फत उतातिर निकास गराएको अवस्था रहेछ अहिले। पहिलेमा आजभन्दा करिबन लगभग 42-43 सालतिर आउँदाखेरि यसरी यो सिस्टमेटिक किसिमको त थिएन, तर पानी यहाँबाट निकास हुन्थ्यो, राम्रो किसिमले उता बगेर जान्थ्यो। यहाँनिर मन्दिरहरू पनि मैले देखेका थिएँ, अरूतिर यहाँ पुजारीहरू पनि बस्नुहुन्थ्यो, यहाँ पुजारीहरूको घर पनि मैले देखेका थिएँ, फुलबारी थियो राम्रोसँग, 2-3 जना चाहिँ पुजारीहरू यहाँ बस्नुहुन्थ्यो, मैले त्यतिखेर त्यस्तो देखेका थिएँ। अब अहिले आएर चाहिँ यहाँ सायद अब वन्यजन्तुको भएको कारणले विशेष गरेर अहिले यो चारकोसे जङ्गलमा हाम्रा गणेशका वाहन के अरे गणेशजी को चाहिँ धेरै प्रकोप भएको हुँदाखेरि हात्तीबाट नै सायद बच्नका लागि होला यहाँबाट साधु सन्तहरूको चाहिँ बसोबास यहाँ नभएको मैले आज देखेँ। यहाँ यी आँपहरू लगाइएको छ, आँपका बिरुवाहरू, यी सबै पुजारीहरू बस्दाखेरि पुजारीहरूको टाइममा पुजारीहरू बसेको टाइममा उहाँहरूले आँपका बिरुवाहरू ल्याएर रोपेको हो। यी आँपका बिरुवाहरू अहिले यत्रो भइसकेका छन् र यहाँ त्यो माघको पूर्णिमाका दिन, त्यो पूर्णिमालाई कुन पूर्णिमा भन्छ मलाई थाहा भएन, त्यो पूर्णिमाको दिन यहाँ भव्य मेला लाग्छ। यी जति पनि यहाँ फोहोर मैला प्लास्टिकका साधनहरू यीहरू देखिए, यहाँ मान्छे भेला भएर चाहिँ मेला लागेको कारणले चाहिँ यहाँ यस्तो यो अलिकति फोहोर मैला पनि यहाँ देखिएको छ, सरसफाइ गर्ने मान्छे नभएको कारणले होला। यहाँ भक्तजनहरूको जनविश्वास चाहिँ कस्तो रहेको पाइन्छ? जस्तै अन्य ठाउँमा पनि भाकल गरेर जाने जस्तो यहाँ त्यस्तो केही जनविश्वास रहेको छ कि? अब जनविश्वासको कुरालाई गर्ने हो भनेदेखि त अघि नै मैले भनिहालेँ, यो क्षेत्र अब त्यसरी यो कसैले स्थापना गरेको क्षेत्र पनि होइन। ल यहाँनिर यसरी मन्दिर बनाऊ, यसो गरौँ त्यसो गरौँ भनेर हाम्रो एउटा हिन्दू परम्परा अनुसार अलिकति सार्वजनिक जग्गा उसमा पनि के अरे मन्दिर बनाएर हामी पूजाआजा गर्ने चलन हाम्रो चलेको हो। तर त्यो यो क्षेत्र त्यस्तो क्षेत्र होइन। यो स्वयं उत्पत्ति भएको, यहाँ चाहिँ एउटा गाईको माध्यमबाट यो चिनिएको हुँदाखेरि यो एउटा एक हिसाबले भन्ने हो भने प्रत्यक्ष लक्ष्मी माताको बास भएको क्षेत्र मानिन्छ यसलाई। यो कसैले वासस्थान बनाइदिएको पनि होइन, केही पनि होइन, र आफ्नै स्वत यहाँ उत्पत्ति भएको विश्वास गरिन्छ। अब हामी पुग्यौं फेरि महाभारतकालीन अवस्थाको इतिहास र किम्वदन्ती झल्किने झापाको भद्रपुर 2 मा रहेको किच्चक वध, जहाँ विराट राजाका सालो किच्चकलाई भीमले मारिएको किम्वदन्तीमा आधारित रहेको यो स्थानमा 5000 वर्षभन्दा पुराना केही भग्नावशेषहरू रहेको ठाउँमा हामी पुग्यौं र भग्नावशेषलाई निहाल्यौं। यहाँ पुरातत्व विभाग र स्थानीय सरकारले यस क्षेत्रलाई अत्यन्त धेरै संरक्षण गरेर राखेको रहेछ। त्यसपछि हामी अगाडि बढ्यौं र महेशपुरमा रहेको लामो झोलुङ्गे पुलमा केही क्षण टोलायौं र
मेचीपारीको गाउँलाई निहाल्यौँ। मेचीपारी जुन एउटा बस्ती छ, त्यो बस्तीलाई मध्यनजर गर्दै बनाइएको यो झोलुङ्गे पुललाई एकछिन हेरेर आजको यात्रालाई हामीले अन्त्य गर्यौँ।